सो नर्मल एउटा पिरियड साइकल चाहिँ कस्तो हुन्छ हामीलाई त्यो एक्सप्लेन गरिदिनुहोस् न। एउटा कस्तो हुन्छ भने महिनावारी भनेपछि मेन्स्ट्रुएसन साइकल भनेपछि नट एभ्री फिमेल सबै फिमेलको सेम हुन्छ भन्ने जरुरी छैन। मान्छेहरूले 28 डेज साइकल भन्छ, नो, कसैको 28 डेज होला, कसैको 21 होला, कसैको 25 होला, बट इज सी ह्याभिङ अ पिरियड अन द सेम टाइम? लाइक इफ एउटा केटीको चाहिँ पिरियड छ 28 डेज साइकल, देन अगेन सी ह्याड अ 28 डेज अगेन उहाँ एक हप्ता यता र उता आउने, द्याट्स भेरी मच नर्मल, बट नट एभ्री पेसेन्टको चाहिँ सबैको सेम हुन्छ भने जरुरी छैन। तर तपाईँको महिनामा एकचोटि नै भइरहेछ, 3 देखि 4 दिन रगत बगि नै रहेछ भनेदेखि म त्यसलाई नर्मल पिरियड नै मान्छु। ओके, सो कतिभन्दा बढी भयो भने चाहिँ त्यसलाई हामीले मेबी एबनर्मल, मेबी वी निड टु कन्सिडर समथिङ भन्ने सोच्नु पर्ला। तपाईँको कस्तो हुन्छ भने महिनावारी महिनामा 2 चोटि हुनु अथवा 3 चोटि हुनु, महिनावारी सधैँ देखा परिरहनु महिनैभरि, महिनावारी त भयो तपाईँको 3 दिनसम्म चाहिँ फ्लो भयो, देन अगेन यु हेभ टु चेन्ज य प्याड एभ्री डे एटलिस्ट 1 के स्पटिङ मात्र भइरहेछ फर लाइक 15 डेज, त्यो पनि मलाई इरेगुलर नै लाग्छ। त्यसपछि 2 महिनामा एकचोटि हुनु, 4 महिनामा एकचोटि हुनु, यस्तो भयो भने महिना तपाईँ यु हेभ टु भिजिट योर डक्टर। ओके, सो विल टक अबाउट द्याट होइन लेटर अन। बट एउटा साइकल जुन हुन्छ नि, हामीसँग एउटा मेन्स्ट्रुअल साइकल हुन्छ, त्यसपछि हामी फोलिकुलर साइकलमा जान्छौँ, त्यसपछि फेरि ल्युटियल साइकलमा जान्छौँ होइन। यसको बारेमा चाहिँ हजुर, यसको बारेमा चाहिँ अलिकति थोरोली ब्रिफली हामीलाई एक्सप्लेन गरिदिनुहोस् न। तपाईँको महिनावारी भनेको कस्तो हुन्छ भने पहिलो जब महिनावारी सुरु हुन्छ केही दिनसम्म, त्यसलाई चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ एफएचएस हर्मोन रिलिज भएर आउँछ, बिचमा फेरि ओभुलेसन हुन्छ, त्यसपछि फेरि तपाईँको पछाडि अर्को एलएच हर्मोन रिलिज भएर आउँछ। त्यो कारणले गर्दाखेरि हर्मोनको चाहिँ त्यहाँ खेल भइरहेको हुन्छ कि महिलाहरूको चाहिँ होइन। त्यसले गर्दाखेरि चाहिँ डे 14 भन्छ स्पेसली हामीले, कि डे 14 चाहिँ ओभुलेसन पिरियड, अन्डा बन्ने पिरियड होइन, सबैलाई थाहा भएको कुरा अन्डा बन्ने पिरियड। त्यो टाइममा चाहिँ तपाईँको चाहिँ ह्याभिङ बेबी चाहिँ सबभन्दा बढी हुन्छ भन्ने कुरा हुन्छ। तर महिनामा एउटा अन्डा त बन्नै पर्यो, त्यो अन्डाले कि बच्चा बनाउनु पर्यो कि महिनावारी गराउनु पर्यो, त्यसको मतलब त महिनामा एकचोटि महिनावारी त हुनै पर्ने हुन्छ। राइट, ओके, सो वेन इज द फर्स्ट टाइम, लाइक कि एउटा केटीले चाहिँ फर्स्ट टाइम गाइनेक चाहिँ कुन टाइममा भिजिट गर्नुपर्छ? आई थिङ्क त्यो चाहिँ कस्तो कन्ट्रोभर्सी जस्तै क्वेसन लाग्छ है मलाई चाहिँ, मेरो हिसाबमा होइन, डिपेन्ड्स होइन। जस्तो फर इक्जाम्पल जस्तो कोही महिलाको महिनावारी स्टार्ट मिनार्कै भन्छौँ हामीले, कसैको 9 वर्षमा हुन्छ, कसैको 10, कसैको 11 हुन्छ होइन, कसैको 12 हुन्छ, 13सम्म त अलमोस्ट सबैको नै भइसकेको हुन्छ। इफ नट भएन भनेदेखि आई थिङ्क यु सुड भिजिट यर डक्टर फर्स्ट होइन। तर कहिलेकाहीँ कस्तो हुन्छ भने आफ्नो पेरेन्ट्सहरूलाई चाहिँ महिनावारी चाहिँ भइरहेको हुन्छ, तर छोरीको महिनावारी 9 वर्षमा सुरु भयो अरे मानौँ भने उसको, फेरि अनि त्यसपछि महिनावारी हुँदै भएन होइन, 4 महिना भयो, फेरि एकचोटि देखा पर्यो, देन अगेन 6 मन्थ्स भयो, देखा पर्यो। अहिले चाहिँ पेरेन्ट्सहरूले छिटो हस्पिटल ल्याइहाल्नुहुन्छ, तर म चाहिँ आई डोन्ट थिङ्क द्याट कुड बी अ कन्सर्न के, किन भन्दाखेरि इट विल टेक डेफिनेटली सम टाइम टु रेगुलेट द्याट मेन्स्ट्रुएसन कि उहाँको महिनावारी हुनको लागि 9 वर्ष बल्ल त स्टार्ट भइरहेछ, 10-10 वर्ष भइरहेछ, एटलिस्ट वेट फर सम टाइम, देन अगेन इट विल रेगुलेट बाई इट सेल्फ, किनकि उसको बडीमा पनि त न्यू हर्मोन्स इज बिन इन्ट्रोड्युस भइरहेछ नि त। त्यो कारणले गर्दाखेरि एउटा भयो तपाईँको आउनुपर्ने। अर्को चाहिँ अब कोही कोही महिलाहरूले चाहिँ महिनावारी धेरै हुने हुन्छ नि त, धेरै रगत बग्ने, मैले अघि भने जस्तो महिनाभरि नै थोपा थोपा रगत देखा पर्ने, त्यस्तो भयो भने चाहिँ आई थिङ्क यु निड टु भिजिट यर डक्टर। ओके, सो मेन्स्ट्रुअल साइकलको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ लेट्स, आई वान्ट टु ब्रेक द्याट डाउन होइन, इच पार्ट बाई पार्ट वी विल टक अबाउट पेन अल्सो, फ्लोको बारेमा पनि होइन, मिथ्सहरूको बारेमा पनि, विच इज नर्मल विच इज नट नर्मल भन्ने त्यो कुराहरू पनि गर्छौँ। लेट्स टक अबाउट पेन फर्स्ट अफ अल। ओके, सो कसैलाई चाहिँ एकदमै धेरै पेन भइरहेको हुन्छ, कसैलाई चाहिँ पेन नै हुँदैन भनेर भनिरहनु भएको हुन्छ होइन। के फ्याक्टरले गर्दाखेरि चाहिँ डिटरमाइन भइरहेको हुन्छ यो चाहिँ? एउटा पेन भन्ने कस्तो कुरा, इट इन्टेन्सिटी के होइन, तपाईँलाई पेन हुनु र मलाई पेन हुनु इट्स डिफ्रेन्ट फर बोथ अफ अस होइन। अब मलाई अलिकति पिट्दाखेरि पनि मलाई धेरै पेन हुने, मलाई त्यो फिलिङै धेरै आउने कि इन्टेन्सिटी छ। तपाईँलाई जति पिट्दाखेरि पनि खासै त्यो फिल नहुने, त्यो एउटा भयो, पाटो भयो। अर्को भनेको कस्तो हुन्छ भने महिनावारी हुँदाखेरि जुन महिनाभरि बनेको जुन पाठेको भित्री बाक्लो भित्री भाग हुन्छ नि, त्यसको बाहिरपट्टि एउटा हर्मोन हुन्छ, द्याट्स कल्ड प्रोस्टाग्ल्यान्डिन हर्मोन। त्यो सेड अफ हुँदाखेरि पनि महिनावारी हुँदा पेट दुख्छ एउटा। अर्को चाहिँ पाठेकर भनेको कन्ट्राक्सन एन्ड रिल्याक्सेसन टाइपको हुन्छ कि, तपाईँको कन्ट्र्याक्ट गर्दा रिल्याक्स गर्दाखेरि पनि त्यो पनि पेन हुन्छ कि होइन। तर त्यो हुँदाखेरि चाहिँ त्यस्तो खालको पेन चाहिँ मलाई नर्मली लाग्छ। जस्तो अब तपाईँले एउटा फ्लेक्जन खाएर, एउटा कसैले मेफ्टल दिनुहुन्छ, कोही डक्टरले कसैले फ्लेक्जन
खाऊ भन्नुहुन्छ होइन त्यो खाएर यदि पेन रिलिफ हुन्छ वाइ डोन्ट यु रिलिभ द्याट पेन भन्छु कि म चाहिँ अनि सम अफ द पेसेन्टले के भन्छ भने मैले यो औषधि खाएँ भनेदेखि एउटा साइड इफेक्ट हुन्छ अनि सधैँ खाइराख्नुपर्छ दिज आर द कन्सेप्ट द्याट वी ह्याभ होइन तर मलाई चाहिँ के लाग्छ जस्ट ह्याभिङ अ वान मेफ्टल इन अ मन्थ ओर अ दिनमा 3 पटक मेफ्टल इन अ मन्थ डजन्ट मेक यु सो मच हुन्छ नि त्यो द्याट कोज साइड इफेक्ट टु इन फ्युचर ओर तपाईँलाई त्यो जुन 3 डेजको पिरियड क्राम्प भएर यस्तो गाह्रो भएर तपाईँ क्वालिटी अफ लाइफ जुन हुन्छ उहाँहरूको दिनभरिको क्वालिटी अफ लाइफ त्यसमा ह्याम्पर गरिरहेछ भने वाइ डोन्ट यु टेक दोज मेडिसिन जस्तो लाग्छ मलाई चाहिँ फर पर्सनली भन्नुपर्दाखेरि चाहिँ होइन अनि त्यो मेडिसिन खाएर तपाईँले साइड इफेक्ट हुन्छ डेफिनेटली कुनको साइड इफेक्ट हुन्छ कसैलाई देखाउँछ कसैलाई देखाउँदैन होइन लङ टर्म युज गर्दाखेरि भनेर भन्नुहुन्छ लङ टर्म भनेपछि तपाईँलाई हामीले सधैँ त दिँदैन नि महिनावारी हुँदाखेरि जम्मा 3 दिन खानु भनेर भन्छौँ त्यो पनि कसैलाई एकचोटि निको हुन्छ नि त हजुर ओके सो यदि फर्स्ट टाइम पिरियड हुँदै हुनुहुन्छ होइन सो टिनेजरदेखि नै त्यो पिरियडको पेन चाहिँ सुरु भइसकेको छ भने डु यु सजेस्ट मेडिसिन फर देम अल्सो या म चाहिँ एउटा कस्तो भन्दाखेरि चाहिँ आई डोन्ट वान्ट एनी टु हेभ अ पेन लिभ विथ द पेन होइन तपाईँलाई पेन भइरहेको छ रिलिभ द पेन होइन वाइ आर यु टोलरेटिङ द्याट पेन यदि एक चक्कीले पेन रिलिभ हुन्छ भने वाइ नट अदरवाइज हाम्रो त छ नि त घर आएपछि पनि छ नि त लाइक हट ब्याग पेटमा राख्ने होइन जसले गर्दाखेरि पेन रिलिभ हुन्छ इफ नट ह्यापनिङ भनेपछि अन द अदर ह्यान्ड तपाईँले त्यो खानु नै बेटर हुन्छ जस्तो लाग्छ मलाई चाहिँ औषधि सो औषधि बाहेक चाहिँ अरू के कुराहरूले चाहिँ जस्तो हजुरले हट ब्याग त एउटा भन्नुभयो अरू केहरू हुन्छ जसले चाहिँ हाम्रो पेन रिलिभ गर्न चाहिँ हेल्प हुन्छ तपाईँको अरू भनेको चाहिँ पेन रिलिभ गर्दाखेरि मेन स्पेसल द वार्म कम्प्रेसन नै हो स्पेसल चाहिँ हट ब्याग राख्ने भनेर भन्छ तर एउटा कस्तो हुन्छ भने महिनावारी हुँदाखेरि तपाईँलाई एउटा फिल पनि हुन्छ कि कति मैला हुन्छ थाहा छैन आई नो आइडिया तर मलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब चाहिँ पेन स्टार्ट हुन लाग्यो है भन्ने एउटा काइन्ड अफ सिग्नल आउँछ कि मलाई त्यो चाहिँ अनि इफ आई इग्नोर द्याट सिग्नल देन इट विल डेफिनेटली लिड टु मी द सिभियर पेन के मलाई त्यो एउटा फिलिङ चाहिँ हुन्छ होइन अब कतिजनालाई हुन्छ आई हेभ नो आइडिया होइन त्यो सिग्नल आउँदाखेरि नै आई टेक द मेडिसिन के नर्मली आई विल टेक द्याट मेडिसिन एन्ड देन तपाईँको त्यसपछि त्यो सिभिरिटीसम्म जाँदैन कि होइन अब तपाईँको हट ब्याग हुन्छ एउटा चाहिँ तपाईँले अघि भने जस्तो अर्को चाहिँ मैले तातोहरू खाने त्यस्तो मन तातो खाने कुराहरू खाने हाइड्रेसनहरू गर्ने त्यस्तो भनेर हुन्छ तर कसैलाई चाहिँ हाइड्रेसन मात्र गरेर हट ब्याग मात्र राखेर रिलिभ नै हुँदैन कि त्यसले गर्दाखेरि चाहिँ आई थिङ्क टु टेक अ मेडिसिन इज नट सच अ बिग डिल फर मी ओके नाइस ओके सो जुन पेनको हामीले कुरा गरिरहेको छौँ होइन सो पेन चाहिँ कुनै प्रब्लमको साइन हुनसक्छ पछि गएर हुनसक्छ पेन भनेको अब हामीले अघि महिनावारीको पेनको कुरा गऱ्यौँ होइन महिनावारी पेनको चाहिँ प्राइमरी र तपाईँको सेकेन्डरी भन्ने हुनसक्छ प्राइमरीको चाहिँ अघि भने जस्तोको तपाईँको चाहिँ हामीले फ्लेक्जनमा त खाए पनि निकै हुन्छ होइन सेकेन्डरी डिस्मेनोरिया हुँदाखेरि चाहिँ कस्तो हुन्छ भने सम अदर प्याथोलोजी केही छ कि छैन भने एउटा बेसिक अल्ट्रासाउन्ड चाहिँ तपाईँले गर्नुपर्छ बेसिक अल्ट्रासाउन्डमा हामीले के हेर्न चाहन्छौँ भन्दाखेरि त्यो बिरामीलाई एन्डोमेट्रियोसिस छ कि छैन मेन कुरा होइन त्यो भन्नाले के भन्दा महिनावारी हुँदाखेरि त तपाईँको कहाँ हुन्छ भने महिनावारी त यहाँ बन्छ नि त होइन महिनावारी त तपाईँको महिनामा एकचोटि यो क्याभिटीमा बनिसकेपछि तलबाट बाहिर आउँछ नि त महिनावारी तर कोही महिलाको चाहिँ यो महिनावारी यहाँबाट नआएर यो फर्केर गएर चाहिँ ओभरीमा डिपोजिट भएर जान्छ सबभन्दा मोस्ट कमन साइड चाहिँ ओभरी भयो त्यो बाहेक अरू आन्द्राहरूमा ब्ल्याडरहरूमा पनि हुन्छ त स्पेसली यो ब्याक फ्लो मेन्स्ट्रुएसन भयो भने पनि तपाईँको चाहिँ महिनावारी हुँदाखेरि चाहिँ एकदम सिभियर पेन नै हुन्छ इफ त्यो भयो भनेदेखि चाहिँ सी निड्स टु भिजिट द डक्टर एज सुन एज पोसिबल नै हुन्छ ओके सो हाउ क्यान सी आइडेन्टिफाई कि इज माई पेन नर्मल अर एबनर्मल भनेर चाहिँ कुनै पनि पेन इज नर्मल एन्ड एबनर्मल भन्ने हुँदैन पेन इज पेन ओके है मेरो विचार पेन इज पेन नै हुन्छ पेन भइसकेपछि एटलिस्ट एकचोटि तपाईँ आफ्नो डक्टरलाई भिजिट गर्नुहोस् डु यो अल्ट्रासाउन्ड होइन अल्ट्रासाउन्ड गरेर चेक गर्नुहोस् वेदर देयर आर सम अदर प्याथोलोजी छ कि छैन हिडन प्याथोलोजीहरू छ कि छैन इफ नट सी विल जस्ट प्रिस्क्राइब यु द मेडिसिन तपाईँलाई महिनावारी हुँदाखेरि पेट दुख्ने औषधि मात्र दिनुहोस् त्यसले नै तपाईँलाई रिलिभ हुन्छ इफ नट अरू चाहिँ तपाईँलाई त्यसमा इन्डोमेट्रियोसिस देखायो ट्युमर देखायो अरू केही कुराहरू देखायो भनेदेखि चाहिँ उहाँले त्यही अनुसारै तपाईँलाई उपचार गर्नुहुन्छ किनकि महिनावारीमा त एकदम धेरै तपाईँको हर्मोन इम्ब्यालेन्स भइरहेको हुन्छ तपाईँलाई चाहिँ एकदम रिस पनि उठिरहेको हुन्छ चिडचिडापन पनि भइरहेको हुन्छ होइन महिनावारीको त्यो 4 दिनको दिनमा चाहिँ अब सबैजना आई थिङ्क मलाई चाहिँ हुन्छ अरूलाई हुन्छ कि हुँदैन थाहा छैन मलाई चाहिँ अब इरिटेसन पनि भइरहेको हुन्छ एन्ड देन कोही बोलिरहेछ भने पनि अलिकति हुन्छ नि त्यो इरिटेट त्यो बोलिरहेको त्यस्तो हुन्छ त्यस्तो चाहिँ अनि कहीँबाट तपाईँ बसिरहनु भएको छ भने उठ्न मन लाग्दैन उठ्यो भने बस्न मन लाग्दैन लुगामा कतै लाग्यो कि होइन हामी त्यस्तो हुन्छ नि कन्सर्न होइन यता लाग्यो कि उठेपछि पछाडि हेर्ने बानी
पनि हुन्छ हाम्रो केही भयो कि भन्ने हुन्छ त्यसले गर्दा पनि हामी बढी कन्सर्न हुन्छ कि स्ट्रेस पनि भइरहेको हुन्छ त्यो बेलामा कोर्टिसोल हर्मोन रिलिज भइरहेको हुन्छ होइन त्यसले गर्दाखेरि पनि महिनावारी हुँदाखेरि चाहिँ तपाईँलाई त्यसैले पेन नो पेन भन्दा पनि यदि सिभियर पेन छ अथवा पेन छ भने एकचोटि एटलिस्ट भिजिट यर डक्टर टु रुल आउट एभ्रिथिङ Okay, that's a fantastic concept. Okay, so let's talk about flow. होइन सो नर्मल्ली एउटा पिरियडमा चाहिँ कतिसम्म चाहिँ ब्लड लस भइरहेको हुन्छ ब्लड लस भनेर त्यस्तो धेरै लस चाहिँ हुँदैन होइन एटलिस्ट 2 to 3 days हुन्छ महिनावारी एटलिस्ट दिनमा चाहिँ 2 देखि 3 प्याड पर डे चेन्ज गर्नु पर्यो उहाँले होइन Okay. त्यसले गर्दा 3 दिनसम्म हुनुभयो त्यसपछि अटोमेटिकली आफै नै कम हुँदै हुँदै जान्छ कोही कोही महिलाहरूको कस्तो हुन्छ नि 2 देखि 3 दिनसम्म स्पटिङ मात्रै हुन्छ ब्राउनिस डिस्चार्ज हुन्छ तर उहाँले कम्प्लेन गर्दाखेरि चाहिँ ब्ल्याकिस डिस्चार्ज भन्छ कि होइन त्यो ब्राउनिस डिस्चार्ज अलिअलि भएको हुन्छ त्यसपछि मात्र उहाँको चाहिँ फ्लो हुन्छ Alright. त्यसपछि अटोमेटिकली 2 to 3 days फ्लो भएर फेरि उहाँको चाहिँ त्यो डिक्रिज हुँदै हुँदै जान्छ त्यस्तो हुनेहरू महिलाहरू पनि छ कसैको चाहिँ डे 1 मा नि फ्लो भएर डे 1 डे 2 डे 3 भइरहेको हुन्छ होइन तर तपाईँलाई चाहिँ दिनमा 4 देखि 5 वटा प्याड चेन्ज गरिरहनु भएको छ फर सो मेनी डेज भनेपछि देयर इज समथिङ फिसिङ गोइङ अन भनेर चाहिँ बुझ्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ त्यो अमाउन्ट अफ ब्लड भन्दा द प्याड यु चेन्ज कि Okay. कति फ्रिक्वेन्टली डु यु चेन्ज द फ्रिक्वेन्टली यु आर चेन्जिङ मिन्स यु निड टु भिजिट ओके सो एमएलको हिसाबले हेर्नु पर्दाखेरि चाहिँ लगभग कति एमएल जस्तो चाहिँ एउटा साइकलमा चाहिँ नर्मल्ली कति लस त्यस्तो हुन्छ एमएल भनेर तपाईँहरूले त्यो डेलिभरी गर्दाखेरि 500 ml त्यस्तो त हुँदैन होइन त्यस्तो भयो भने त अफकोर्स तपाईँ हामीले नबोलाए पनि आउनु नै हुन्छ Right, होइन right, त्यस्तोमा चाहिँ मेरो विचारमा चाहिँ पेसेन्टहरूको चाहिँ एटलिस्ट तपाईँको 50 त्यस्तोहरू होला कि 50 अथवा 100 त्यस्तो हुनसक्छ थ्रु आउट द मेन्स्ट्रुएसनमा चाहिँ ओके राइट अनि जस्तो हजुरले भन्नुभयो नि कसैको 2 days ब्लिडिङ हुन्छ होइन कसैको मोर देन 5 days ब्लिडिङ भइरहेको हुन्छ 2 days ब्लिडिङ हुनु इज इट नर्मल Yeah, if she is having regular menstruation with the 2 days period, that's fine. किनकि कोही कोही महिलाहरूले के भन्छ त रगतै बगेन कि मेरो स्पटिङ मात्र भयो होइन अनि मैले उहाँलाई सोधेँ कि अनि कति रगत बग्नु बगेन कि रातो रङको रगतै बगेन रातो जुन फ्रेस रगत हुन्छ त्यो बगेन त्यस्तो भयो भने चाहिँ एटलिस्ट मलाई सजिलो हुन्थ्यो कि यो जिउ हल्का हुन्छ कि त्यो कन्सेप्ट मैले सुनेछु कि धेरै जस्तो महिलाहरूमा आई थिङ्क द्याट इज रङ कन्सेप्ट जस्तो लाग्छ अब तपाईँको पाठेको भित्री भागमा जति बाक्लोपन हुने हो त्यही बाक्लोपन नै सेट अफ भएर बाहिर आउने हो त्यहाँभित्र अड्किएको छैन उहाँहरूको कन्सेप्टमा चाहिँ के छ भन्दाखेरि चाहिँ महिनावारी चाहिँ भइरहेछ तर के लागिरहेछ भने जस्ट बिकज यु आर नट ह्याभिङ द्याट मच अफ फ्लो त्यहाँभित्र अड्की पनि रहेछ राइट त्यो कन्सेप्ट छ त्यस्तो अड्किरहने चाहिँ हुँदैन त्यसमा चाहिँ ओके सो जुन हजुरले अघि भन्नुभयो नि ब्राउनिस डिस्चार्ज हुन्छ बिफोर पिरियड सो एउटा क्वेसन चाहिँ हामीले हाम्रो अडियन्सबाट त्यो पनि पाएको थियौँ कि मेरो चाहिँ अब थाहा छैन मान्छेहरूलाई है इट्स लाइक कि इभन पिरियडको बेलामा भन्दा अगाडि चाहिँ मेरो 2-3 डेजसम्म ब्राउनिस ब्ल्याकिस डिस्चार्ज भइरहेको हुन्छ म गाइनेकोलोजिस्ट भिजिट पनि गरेको छैन इज इट नर्मल अर एब नर्मल भनेर भन्नुभएको थियो सो वाट डु यु एन्सर यदि तपाईँको महिनामा एकचोटि मात्र महिनावारी हुन्छ महिनावारी हुनुभन्दा अगाडि 2 दिन जति खालि ब्राउनिस डिस्चार्ज त्यस्तो फ्लो चाहिँ हुँदैन त्यस्तो हुन्छ अनि त्यसपछि चाहिँ डे 3बाट चाहिँ तपाईँको रेगुलर मेन्स्ट्रुएसन हुन्छ फर 2 to 3 days एन्ड देन इट अल्सो ग्रेजुअली डिक्रिज भने द्याट्स फाइन नर्मल नै हो होइन तर स्पटिङ हुन्छ एभ्री डे होइन महिनावारी भइरहेछ देखा ब्राउनिस डिस्चार्ज फर अ मन्थ देन यु हेभ टु सी यर डक्टर ओके सो यदि कसैको चाहिँ 5 days भन्दा प्लससम्म ब्लिडिङ भइरहेको छ भने चाहिँ देयर माइट बी सम प्याथोलोजी कजेस सो दे निड टु रश टु हस्पिटल Okay. So if a girl is getting period for the first time, okay, what are the 3 recommendations you would give her? If first time, don't panic. It's normal. सबै महिलालाई हुन्छ तपाईलाई पनि हुन्छ हैन इट्स द्याट्स वाइ यु आर फिमेल कि महिनावारी हुनु भनेको कुनै ठुलो कुरा हैन अहिले त सबैलाई थाहा छ हैन महिनावारी पहिला पहिला आई स्टिल रिमेम्बर म स्कुलमा पढ्दाखेरि महिनावारी हुँदाखेरि वी जस्ट से एम because we don't want to say menstruation. Why? Because we feel so much shy. तर आजको बच्चाहरुमा चाहिँ they don't feel shy. एउटा सानो एउटा म कुरा भन्छु कि like my daughter and her cousin. उनीहरु दुईजना कुरा गरेर I heard them हैन and then she is a little bit bigger than her and उले भन्यो कि मेरो छोरीलाई you know I got period and they were so excited, they both were talking so excitedly, they were so small and my daughter said you know mama she got her first period and then they're excited about the period, you know, but we are not used to like that when we were period कि हामीलाई चाहिँ कस्तो shy हुन्थ्यो हामी चाहिँ कसैसँग बोल्नलाई कस्तो अलिकति अप्ठ्यारो मान्थ्यो नि हैन
अहिले चाहिँ त्यस्तो सिचुएसन पनि छैन, त्यस्तो इन्भाइरोमेन्ट पनि छैन, सायद हामी फरक भएर पनि आएर पनि होला। किनकि अहिलेको 10 वर्ष 11 वर्षको बच्चा दे टक अबाउट देयर पिरियड्स एन्ड दे सेयर, अनि उहाँहरूले चाहिँ दे आर एक्साइटेड अफ देयर फर्स्ट पिरियड भनेपछि आई थिङ्क यु सुड नट बी सो मच स्ट्रेस। त्यो सबैलाई हुन्छ, इट्स फाइन। महिनावारी हुँदाखेरि रगत अलिअलि बग्छ नै, त्यसलाई फरक परेन। तर महिनावारी भइसकेपछि रेगुलर हुन्छ भनेर पनि नसोचे पनि हुन्छ। रेगुलर हुन्छ इट्स फाइन, तर रेगुलर छैन भने जस्ट वेट, होइन, टाइम छ नि त, बिस्तारै रेगुल्यारिटी आफै नै भइहाल्छ। नो निड टु गेट स्ट्रेस। र अर्को, सुरुमा महिनावारी भएको महिलाहरूमा चाहिँ अलिकति महिनावारी भएको दिनहरूमा अलिकति मुड स्विङहरू त्यस्तो पनि हुन्छ, होइन। त्यसपछि अलिकति गाह्रो मुड स्विङहरू भइरहेको हुन्छ, त्यसपछि रिस पनि उठिरहेको हुन्छ। बिचरा त्यो बच्चाहरूलाई, भर्खर भएको बच्चाहरूलाई चाहिँ दे माइट नट नो कि यो कुराहरू चाहिँ। गिभ देम अ लभ, होइन, उनीहरूलाई माया गर्नु, उनीहरूलाई वार्म दिनु। त्यसपछि बिस्तारै त्यो महिनावारी बढ्दै अगाडि भइसकेपछि डेफिनेटली त्यो चेन्जेस हुन्छ कि। ओके, सो फ्यु साइन्सहरू चाहिँ मेरो पिरियड नर्मल भएको छैन भनेर थाहा पाउनलाई? महिनामा एक्चुअली भइरहेको छैन, एकदम धेरै हेभी ब्लड फ्लो भइरहेछ। त्यसपछि 4 महिना 5 महिना 6 महिनामा एक्चुअली भइरहेछ। नट फर दोज हु आर जस्ट स्टार्टेड मेनार्की भएको बच्चाहरूमा होइन कि, दो वान हु अलरेडी क्रस द्याट, होइन। अनि त्यो बाहेक अर्को चाहिँ कसैको चाहिँ 3 चोटि 4 चोटि जस्तो दिनभरिमा प्याड धेरैचोटि चेन्ज गराउनु पनि। इफ द्याट आर द साइन देन इट्स अ वार्निङ साइन। ओके, सो भर्खरै स्टार्ट गरेको पिरियड स्टार्ट गरिरहेको बच्चाहरूमा चाहिँ कति टाइमसम्म पिरियड भएन भने चाहिँ नर्मल नै हुन्छ? अघि पनि भने मैले यो कुरा चाहिँ, तर तपाईँलाई कस्तो लाग्छ भने मैले चाहिँ यदि 9 वर्षमा 9 इयर्स ओल्डमा भइरहेको छ भने लेट्स वेट फर 9, 10, 11, 12, 13, 14 इयर्स ओल्ड, 15 इयर्स, 16, 17मा बन्द भयो भने त्यसपछि अनि बल्ल त्यो चाहिँ सोच्नुपर्ने बेला हुन्छ। सो कुनै फुडहरू खान मिल्छ, यो खान मिल्छ, यो खान मिल्दैन भने त्यस्तो केही छ पिरियडको बेलामा? मलाई चाहिँ अब देयर आर सो मेनी, होइन। हाम्रो हजुरआमा, हाम्रो आमाहरूले भन्थ्यो कति कुराहरू, तर पनि खान्छौँ नि त हामीले, होइन। हजुर। तर मलाई चाहिँ त्यस्तो केही खानु मिल्ने खान नहुने त्यस्तो भन्ने चाहिँ केही पनि लाग्दैन मलाई चाहिँ। तर कस्तो हुन्छ नि, त्यो पिरियड पछिको जो टाइमिङ हुन्छ नि त, 10 दिन, डे 10, डे 11मा सी वान्ट्स स्विट फुडहरू हुन्छ कि, त्यो बेलामा चाहिँ सी विल रिलिज द डोपामिन हर्मोन के, एकदम ह्याप्पी हर्मोन्सहरू रिलिज हुन्छ कि। त्यो बेलामा चाहिँ आई थिङ्क सी विल हेभ अ क्रेभ फर द्याट कि। तपाईँलाई चक्लेट खाने कि केही कुरा खाने कि। त्यसैले मैले भन्छु कि कोही कपल छ भनेदेखि, होइन, इफ यु वान्ट टु टेक हर आउट, जहाँ कतै लान मन छ भने डे 12, डे 13 विन्डो पिरियडमा लगेर यु क्यान हेभ अ फाइन एन्ड डाइन विथ हर, वाइन एन्ड डाइन गरे पनि हुन्छ त्यो बेलामा चाहिँ। अरू बेलामा चाहिँ त्यो पिरियड्सको टाइममा चाहिँ यु हेभ टु कन्सिडर हर। ओके, सो इफ पिरियड इज नट रेगुलर, के कुराको लागि चाहिँ हामी केयरफुल हुनु पर्यो? रेगुलर छैन भने सबभन्दा पहिला सुरु चाहिँ 2 थिङ्स वुड बी देयर, होइन। तपाईँको पिसिओडी हो कि होइन, अहिले पोलिसिस्टिक ओभरियन डिजिज अहिले एकदम धेरै छ, होइन, एकदम धेरै। तपाईँले, मैले पेसेन्टहरू यदि इफ इन केस मैले 30 to 35 पेसेन्ट इन अ डे हेरेँ ओपिडीमा भनेपछि एटलिस्ट 5 to 10% चाहिँ तपाईँको चाहिँ पेसेन्टहरू चाहिँ पिसिओडी पिसिओएस भएर नै आउनुहुन्छ। त्यो चाहिँ रुल आउट गर्नुपर्छ उहाँहरूले चाहिँ। ओके, सो केही न केही छ त्यसमा भनेर चाहिँ हामीले आइडेन्टिफाई गर्नुपर्ने भएपछि। ओके, हजुर कुनै मिथ्सहरू पिरियडको बारेमा यु वान्ट टु सेयर? महिनावारी हुँदाखेरि तपाईँले त्यो मिथ्स जुन भन्नुभयो नि त, नुहाउनु हुँदैन भने, तर हामीले त महिनावारी हुँदाखेरि झन् बढी नुहाउँछौँ नि त, किन बिकज अफ द स्मेल, राइट, होइन। द्याट द ब्लडको स्मेल छुट्टै हुन्छ नि त, द स्मेल द्याट यु ह्याभिङ। त्यसले गर्दा सफा सुग्घर त झन् हुनुपर्ने जस्तो लाग्छ मलाई चाहिँ। त्यो द्याट्स इज अल्सो अ मिथ, होइन। त्यसले गर्दाखेरि चाहिँ अरू चाहिँ तपाईँको पहिला भन्छ नि त, अब 4 दिन बार्नु, 4 दिनपछि मात्र नुहाउनु, होइन, 4 दिन नुहाउनु, 5, त्यो आजकल आई डोन्ट थिङ्क कि त्यति फलो गरिन्छ त्यो कुरा चाहिँ। हजुर हजुर, ओके, किचनमा नछुनु। हजुर, अघिको एउटा कुरामा चाहिँ आई वुड लाइक टु कन्टिन्यू। हाम्रो म्यामले पनि यता सोध्दै हुनुहुन्थ्यो कि पिरियडको बेलामा मेडिसिन नखाने भनेको चाहिँ राइट, कि भोलिको दिनमा गएर चाहिँ बेबी कन्सिभ हुँदैन भनेर चाहिँ पिरियडको बेलामा मेडिसिन नखाने भनेर। प्लिज क्लियर दिस आउट। त्यो चाहिँ मिथ नै हो। त्यो चाहिँ पिरियडको बेलामा चाहिँ मेडिसिन खायो भनेदेखि चाहिँ पेन, स्पेसल द पेन किलर खायो भनेदेखि चाहिँ तपाईँको भोलि पर्सि गएर बच्चा नआउने भन्ने चाहिँ त्यो द्याट्स टोटली रङ, होइन। किन एज लङ एज यु हेभ अ एग इन यर बडी, द्याट मिन्स क्वालिटी एन्ड क्वान्टिटी बोथ द एग्स, होइन, ह्याभिङ तपाईँ यु क्यान गेट प्रेग्नेन्ट इफ एभ्रिथिङ्स फल इन टु प्लेस। ओके।